नमस्कार साथीहरू, फेरि पनि मेरो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। हेर्दै गर्नुहोला। हेलो साथीहरू, आज म न्युटेला र आलुको तरकारी पकाउन गइरहेको छु। हेर्दै गर्नुहोला कस्तो हुन्छ। हेर्दिनु होला, स्किप नगरिकन। धन्यवाद। मैले कढाई बसाइसकेको छु। अब म तेल हाल्न गइरहेको छु। अलिक धेरै तेल हालेर अनि म सोयाबिनलाई फ्राई गर्छु। अब म सोयाबिनलाई फ्राई गर्छु। अब म न्युटेला हाल्न गइरहेको छु। यता चाहिँ मैले आलु उसिन्नलाई राखेको छु। आलु सिटी लगाउँछु, 2-3 सिटी अनि पकाउँछु। अलिक धेरै तेल हालेन भने फेरि यो राम्रो फ्राई हुँदैन रहेछ के, सबै टालिँदो रहेछ, कढाईमा टाँसिँदो रहेछ के। त्यही भएर मैले अलिक धेरै तेल हालेर फ्राई गर्दैछु। फुटिँदैछ, अलिक मजाले भुन्छु। रातो हुने गरी हाम्रो न्युटेला आलु आजको खानामा अब म एकछिन भुट्छु अनि यसलाई निकाल्छु। हेर्दै गर्नु होला। मैले न्युटेला भुटेर यतिको बनाएको छु अनि आलु उसिनेर मुसेर रेडी बनाएको छु। अनि जिरा पाउडर, आज चाहिँ कश्मिरी लाल मिर्च पनि हाल्दैछु, हर्दी पाउडर अनि पिरो खुर्सानीको धुलो पनि हाल्दैछु अनि लसुन अदुवाको पेस्ट सबै थोक हालेर रेडी बनाएको छु। अनि टमाटर, प्याज खुर्सानी रेडी पारेको छु। अब म पकाउन गइरहेको छु। हेर्दै गर्नु होला। त्यही कढाईमा म तेल फेरि हाल्दैछु। तेल हालेर मेथी, थोरै ज्वानो, थोरै जिरा हालिरहेको छु यसमा पड्काउनलाई। अब म प्याज हाल्न गइरहेछु। हाम्रो खाना पनि रेडी भयो। अब म मसला लाउन गइरहेको छु।
मसला भुटिरहेछ। अब म टमाटर हाल्दैछु। स्वाद अनुसारले नुन हाल्नु होला, आफूलाई कति चाहिन्छ त्यही हिसाबले हाल्नु होला। अलिकति अब म पानी हाल्दैछु। मसला भुटिरहेछ। हाम्रो मसला चाहिँ भुटिसकेको छ। अब म आलु हाल्न गइरहेको छु। अब म यसमा न्युटेला पनि हाल्छु। अनि यसरी पकाउँछु। एकछिन चाहिँ म यसरी भुट्छु अनि भुटेर पानी लाउँछु। न्युटेला आलु पाक्दैछ है आजको खानामा हाम्रो घरमा। अब म अलिकति पानी लाउन गइरहेछु। न्युटेला आलु पनि छिट्टो पाक्ने सब्जी हो, छिट्टै पाक्छ। हतारमा पकाउन चाहिँ सजिलो आलु र न्युटेला। हेर्दै खाउँ लागेको छ कि छैन हो साथीहरू, हामीलाई त मनपर्छ। तपाईहरुलाई मनपर्छ कि नै कमेन्ट गर्नु होला। न्युटेला आलु हाम्रो पाक्न आँटिसकेको छ। अब म यसमा हल्का अलिकति रस हाल्छु। अब म पानी लाउन गइरहेछु थोरै। हल्का लतबत जस्तो बनाउँछु के। न्युटेला आलुको तरकारी। सोयाबिनको तरकारी
अथवा न्युटेलाको तरकारी चाहिँ हाम्रो स्वास्थ्यको लागि पनि लाभदायक हुन्छ। बनाएर खानुहोला। न्युटेला आलुको तरकारी चाहिँ हाम्रो पाकिसकेको छ। अब चाहिँ म धनिया हाल्नु गइरहेको छु, धनिया पत्ता। यसरी बनाएर खानुहोस्, मिठो हुन्छ। सोयाबिन न्युटेला यो स्वास्थ्यको लागि पनि राम्रो हुन्छ, लाभदायक। हेर्दै गर्नुहोला, लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नुहोला। धेरै माया गरिदिनु होला, स्किप नगरिकन भिडियो हेरिदिनु होला। हामीलाई चाहिँ मनपर्छ न्युटेला आलुको तरकारी। सायद मेरो डिक्सनेरीमा चाहिँ नमिठो भन्ने शब्द छैन। मलाई जे पनि मनपर्छ। सबै थोक खानुहोस्, स्वस्थ रहनुहोस्, हेल्दी रहनुहोस् र मसला कम्ती खानुहोस्। म पनि धेरै मसला चाहिँ हाल्दिनँ, थोरै मात्रामा चाहिँ हाल्छु। यसरी बनाएर खानुहोस्, मिठो हुन्छ। हेर्दै गर्नुहोला।